सो आज हामी बुझ्छौँ सेन्ट्रियोल भनेको के हो। सेन्ट्रियोल भनेको माइक्रोट्युब्युलको अरेन्जमेन्ट 9+0 को अर्डरमा हो। 9वटा ट्रिप्लेट्स हुन्छन् अनि सेन्ट्रियोल चाहिँ सबै एनिमल सेलहरूमा पाउँछ। कुनै कुनै लोअर प्लान्ट सेलहरू जुन चाहिँ मोटाइल हुन्छ त्यसमा नि सेन्ट्रियोल प्रेजेन्ट हुन्छ। सेन्ट्रियोलहरू यत्तिकै हामीले बनाउने बेला स्ट्रक्चर कपीमा यस्तो बनाइरहेको हुन्छौँ ट्युबहरू। माइक्रोट्युब्युलहरूको सेन्ट्रियोलहरू सिङ्गली बसेको हुन्न, योहरू दुईटा सँगै परपेन्डिकुलरली यसरी अरेन्ज भएर बसेको हुन्छ। दुईटा सेन्ट्रियोल सँगै भएपछि त्यसलाई डिप्लोसोम भन्छ, दुईटै सँगै भएपछि त्यसलाई डिप्लोसोम भन्छ। सेन्ट्रियोलहरूको यो डिप्लोसोमको वरिपरि जुन हाम्रो साइटोप्लाजम हुन्छ त्यो एकुमुलेट हुन्छ र एउटा स्पियर टाइप भन्छ, त्यसलाई चाहिँ हामीले सेन्ट्रोस्पियर भन्छौँ। डिप्लोसोम र सेन्ट्रोस्पियरलाई दुइटैलाई कलेक्टिभली सेन्ट्रोजोम भनिन्छ। जुन यो सेन्ट्रोजोम हुन्छ त्यसमा ठाउँ ठाउँमा साइटोप्लाजम डेन्स हुन्छ धेरै ठाउँमा, अनि त्यसलाई हामीले मेसोली भन्छौँ अर पेरिसेन्ट्रियोलर सेटेलाइट पनि भनिन्छ। त्यसलाई एमटिओसी नि भनिन्छ। एमटिओसी भनेको माइक्रोट्युबुलर अर्गनाइजिङ सेन्टर्स। सेन्ट्रियोलहरूको मेन फङ्सन भनेको स्पिन्डल फाइबरको फर्मेसन हो। सेन्ट्रियोलहरूको मेन फङ्सन स्पिन्डल फाइबरको फर्मेसन है।